के तपाईलाई थाहा छ कि कुनै महिला गर्भवती भएको समयमा मरिन् भने उनका आफन्तहरूले उनको मृत शरीरबाट मृत शिशुलाई पनि निकाल्छन्। यो विचित्र अनि जीवै सिरिङ्ग हुने खालको यो साँचो घटनाको कथा सुन्नलाई तयार हुनुहोस्। आउनुहोस् आज यो साँचो घटनाबाट यो डरलाग्दो कथाको रहस्य पत्ता लगाऊ। मेरो नाम राजु हो र मैले भन्न गइरहेको कुरा सन् 2003 तिरको हो। त्यो समय म स्कुलमा पढ्थेँ। त्यो समय म इन्डियाको एउटा सानो सहर लाद्रेम्बाईमा बस्थेँ। मेरो स्कुल घरबाट निकै टाढा थियो। स्कुल जाने बाटोमा एउटा यस्तो ठाउँ थियो जहाँ साँडेको जुदाईको खेल हुन्थ्यो। त्यहाँ तिनीहरूलाई ट्रेनिङ गराइन्थ्यो। त्यो ठाउँमा हामी निकै चलाक हुँदै स्कुल जानु पर्थ्यो, किनभने कहिलेकाहीँ ती ठुला ठुला गोरुहरूलाई खुल्लै राखेर चौरमा घाँस खान छोडिएको हुन्थ्यो। कहिलेकाहीँ त त्यत्तिकै छोडिएका ती गोरुहरू हिँड्दै गरेका विद्यार्थीहरूलाई आक्रमण गर्थे, हान्न आउँथे। सधैँ स्कुल जाँदा त्यो ठाउँमा खतरा हुन्थ्यो। चैतको महिना थियो र त्यो समय नयाँ विद्यार्थी आउने कसैले सोचेका थिएनन्। तर एक दिन अचानकै एउटा नेपालबाट आएको केटो हाम्रो क्लासमा देखा पर्यो। हाम्रो क्लासमा आयो। गुड मर्निङ सर। नामीहरू गुड मर्निङ। यो भर्खरै आज भर्ना भएको तिमीहरूको नयाँ साथी हो। सबैले माया गर्नु, राम्रो व्यवहार गर्नु। त्यो केटालाई हेर्दा ऊ प्रष्टसँग नर्भस भएको देखिन्थ्यो र उसले बिस्तारै बोल्दै भन्यो, मेरो नाम पङ्कज हो। म नेपालबाट आएको हुँ। क्लासमा एकछिनको लागि मौनता छायो। कोही पनि केही पनि बोलिरहेको थिएन। टिचरले त्यो नयाँ केटोलाई मेरो ब्रेन्चतिर पठाए। हाई पङ्कज, दिस इज राजु। हाई राजु। पङ्कजसँगको त्यो पहिलो भेट थियो। तर मलाई थाहा थिएन एउटा साधारण देखिने भेट भविष्यमा गएर एउटा खुङखार कथाको रूप लिनेछ। पङ्कज हाम्रो ग्रुपमा छिटै नै घुलमेल भयो। ऊ एउटा फ्रेन्डली र बोलिरहने केटो थियो। उसँग कुरा गर्दा राम्रो लाग्थ्यो। उसले भन्थ्यो पहिले ऊ काँकरभिट्टाको एउटा स्कुलमा पढ्थ्यो। ऊ लेट्रमबाई आफ्नै दिदीसँग भेट्न मात्र आएको थियो, किनभने उसकी दिदी पहिलोचोटि आमा बन्नेवाली थिइन्। त्यही भएर दिदीको हेरचाह गर्न केही समयका लागि उसलाई त्यहाँ बोलाएका थिए र उसको एडमिसन हाम्रो स्कुलमा गरिदिए। हामी प्राय गरेर शनिबार र आइतबारको छुट्टीमा पनि भेट्थ्यौँ। हामी धेरै नजिक भइसकेका थियौँ। हामी धेरैचोटि पङ्कजको घरमा पनि गयौँ। उसकी दिदी र भेना निकै राम्रा मान्छे थिए। हामीलाई मायाले भेट्थे र हाम्रो खुब खातिरदारी गर्थे। पङ्कज, हेर त तिमीसँग भेट्न तिम्रो साथी आएको छ। त्यहाँ हामी गएर पङ्कजलाई भेट्थ्यौँ र निकै बेर कुराकानी गर्थ्यौँ र कहिलेकाहीँ हामी घुम्न जान्थ्यौँ। सबै कुरा एकदम नर्मल चलिरहेको थियो। यसै गरी 3 महिना बिति गयो। यो त हामीलाई थाहा थिएन यस्तो एउटा हादसा हुनेवाला थियो, जुन हादसाले सबै कुरा बदलिनेवाला थियो। शनिबारको एक दिन म पङ्कजलाई भेट्न उसको घर गएँ। सधैँ झैँ मैले सोचेको थिएँ हामी भेटेर कहीँ घुम्न जानेछौँ। तर म त्यहाँ पुगेको मात्र थिएँ, मैले अनौठो घटना देखेँ। घर बाहिर मान्छे भिड भएका थिए। केही मान्छे भने बिस्तारै बिस्तारै बोलिरहेका थिए र केही मान्छेको अनुहारमा डर र अफसोस प्रष्ट देखिँदै थियो। सबैभन्दा डरलाग्दो कुरा त त्यो रुँदै गरेको आवाज थियो, जुन आवाज घरको भित्रबाट आइरहेको थियो।
यहाँ यो के हुँदैछ? यति मान्छे किन भिड भएका छन्? कतै पङ्कजको दिदीको बच्चालाई केही त भएन? मेरो मनमा यस्तै डरलाग्दा कुराहरू चल्न थाले। त्यतिकैमा मैले त्यहाँ एउटा मान्छेलाई सोधेँ, दाजु यहाँ के भइरहेको छ? त्यो मान्छेले भन्यो, राति पङ्कजकी दिदीले बच्चा जन्माउने बेलामा बच्चा निक्लेन र दुईजनाको मृत्यु भयो। यो कुरा सुनेर मलाई निकै नराम्रो लाग्यो। म भने पङ्कजलाई खोज्न थालेँ। पङ्कज भने कतै थिएन। त्यही घरको छेउको एउटा सानो कोठामा गएँ। भित्र पसिसकेपछि म अलिकति डराएँ, किनभने त्यहाँभित्र भुइँमा पङ्कजकी दिदीको लास थियो। त्यो देखेर म डराएँ र म त्यतिकैमा कोठाभन्दा बाहिर जानै लागेको थिएँ। एउटा मान्छेले भित्र आएर ढोका नै लगाइदियो। त्यही भएर म एउटा कुनातिर गएँ। जुन मान्छेले ढोका बन्द गरेको थियो उसको हातमा एउटा सिसाको टुक्रा थियो। त्यो मानिस शान्त थियो, तर उसको आँखामा एउटा अनौठो बेचैनी थियो। ऊ लासको छेउमै बसेको थियो, जस्तो कि उसलाई कुनै चिजको प्रतीक्षा थियो। यो मान्छे के गरिरहेको छ? मैले यस्तै सोच्दै थिएँ। त्यतिकैमा कुनै चेतावनी बिना त्यो मान्छेले बिस्तारै त्यो लासको भुँडी चिर्न थाल्यो। यो देखेर म त हेरेको हेरै भएँ। यो के हुँदैछ? यी मानिसहरू यस्तो किन गर्दैछन्? ती मानिसहरू आफ्नो ठाउँबाट हल्लेका पनि थिएनन्। सामान्य जस्तै उनीहरूले यो सबै गरिरहेका थिए। म एकदमै डराइसकेको थिएँ। मेरो हात खुट्टा थरथरी कामिरहेको थियो। खुट्टामा कुनै प्राण बाँकी थिएन। म एक शब्द पनि बोल्न सकिरहेको थिइनँ। म त त्यहाँबाट निस्किन मात्रै चाहन्थेँ। पङ्कज कहाँ थियो त्यो भने मलाई थाहा भएन। साँच्चै भन्ने हो भने त्यो बेला मलाई हिम्मत पनि थिएन। त्यही भएर म उसलाई खोज्न सकिरहेको थिइनँ। पछि कसैलाई केही नभनी म सिधै घर गएँ। तर म जति जति यो डरलाग्दो घटनाबाट टाढा जान खोज्थेँ, त्यति नै ती कुराहरू मेरो दिमागभरि घुमिरहेका थिए। म एकदमै नराम्रोसँग थला परेँ। त्यही भएर म धेरै दिनसम्म स्कुल पनि जान सकिनँ। केही दिनपछि जब म ठिक भएँ र स्कुल गएँ, त्यो बेला मलाई थाहा भयो कि पङ्कज पनि स्कुल गएकै रहेनछ। मैले साथीहरूलाई सबै कुरा बताएँ। यो कुरा सुनेर सबैजना छक्क परेका थिए। मैले एउटा कुरा बुझ्नै सकिनँ, ती मानिसहरूले पङ्कजको दिदीको पेटबाट बच्चा किन निकालेका थिए? त्यो बच्चा ननिकाली त्यतिकै किन जलाएनन्? मेरो प्रश्नको उत्तर दीपकले दियो। मान्छेहरूले के विश्वास गर्छन् भने नजन्मेको बच्चासँगै उसलाई बाहिर ननिकाली त्यतिकै दाह संस्कार गरियो भने या पुर्यो भने ऊ किचकन्डी बन्ने छि र त्यो पेटबाट निकाल्ने कुरा सिसाले नै काटेर निकाल्नुपर्छ, कुनै धातुले हुँदैन। उसको कुरा सुनेर डरले मेरा रौँहरू ठाडा ठाडा भए। मैले पहिले यस्तो कहिले देखेको थिइनँ, सुनेको थिइनँ। मैले उसलाई सोधेँ, के त्यस्तो साँच्चीकै हुन्छ र? उसले भन्यो, मलाई यो सत्य हो कि होइन थाहा भएन, तर मैले यस्तै सम्बन्धी एउटा सत्य घटनाको कथा सुनेको छु। कस्तो कथा? हामीलाई पनि सुनाऊ। भनिन्छ धेरै वर्ष पहिले हाम्रै गाउँमा यो घटना घटेको थियो।
त्यो गाउँमा एउटा सानो घरमा एकजना श्रीमान र श्रीमती बस्थे। दुवै एकअर्कालाई निकै माया गर्थे र उनीहरू गाउँका मान्छेहरूसँग पनि मिलेर बस्थे। उनीहरूको बिहे भएको केही वर्ष बितिसकेको थियो र अब उनीहरूको जीवनमा नयाँ पाहुनाको आगमन हुनेवाला थियो। उनीहरूको पहिलो सन्तान जो हुनेवाला थियो, हरेक दिन उसकी श्रीमती आफ्नो पेटमा हात राख्थिन् र मुस्कुलाउने गर्थिन् र उसको श्रीमान पनि त्यो देखेर नयाँ सपना बुन्ने गर्थ्यो। अब केही महिनापछि हाम्रो जीवन बदलिनेछ। तर दुर्भाग्यवश उसकी श्रीमतीको बच्चा जन्माउँदै गर्दा मृत्यु भयो र उसको बच्चा पनि उसैको गर्भमा मर्यो। आफ्नो बच्चा र श्रीमती गुमाएर त्यो मानिस टुटिसकेको थियो। उसको खुसी, उसको सपनाहरू एकै क्षणमा खोसिएको थियो। जब गाउँलेहरू आए र त्यो बच्चालाई पेटबाट चिरेर निकाल्ने कुरा गरे, ऊ झन् दुखी भयो। पेटबाट चिरेर निकाल्ने कुरा सुनेर त्यो मानिस डरायो। यस्तो नगर्नुहोस्, उनलाई मर्न शान्तिसँग दिनुहोस्, यो गलत कुरा हो। तर गाउँका मानिसहरूले चुप्प लागेर बसेनन्। उनीहरूले भन्दै थिए, यदि मरेको बच्चा उसको आमाको पेटमा छोडिदियो भने उसको आत्माले शान्ति पाउँदैन। त्यो मानिसले सबै कुरा बुझ्न सकिरहेको थिएन। उसको लागि त त्यो एउटा निर्जीव लास मात्र थिएन। तर गाउँका मानिसहरूले भने भनिरहेका थिए, यो विधि गरिएन भने कसैले नसोचेको कुरा हुनेछ। तर त्यो मानिसले सबै कुरालाई विश्वास गरेन र उसले आफ्नो श्रीमतीको पेटबाट बच्चा निकाल्ने अनुमति दिएन। तर गाउँका मानिसहरूले त्यो लासलाई जलाउन दिएनन्। र उनीहरूले बाध्य भएर त्यो शरीरलाई त्यत्तिकै गाड्नु पर्यो। त्यसपछि त्यो मानिस केही दिनसम्म दुखी देखियो। ऊ केही दिनपछि अब खुसी देखिन थालेको थियो। ऊ खुसी भएको देखेर सबै गाउँका मानिसहरू छक्क परेका थिए। एक रात छिमेकीले त्यो घरबाट हाँसिरहेको आवाज सुन्यो। ध्यान दिएर सुनेपछि त्यो मानिस सँगसँगै उसको श्रीमतीको पनि हाँसेको आवाज सुनियो। यो कुरा पुरै गाउँभरि फैलियो। र जति जति दिन बित्दै गयो त्यो आवाज अझ प्रष्टसँग सुन्न थालियो। श्रीमानजी, म यहाँ छु। यसरी नै केही समय बित्यो र त्यो मानिस निकै कमजोर भयो। गाउँका मानिसहरू पनि त्यो मानिससँग बोल्न डराउन थालेका थिए। अब राति 7 बज्ने बित्तिकै उनीहरू हाँसेको आवाज सुन्न थालिसकेको थियो। अब गाउँमा एउटा डरको वातावरण निर्माण भइरहेको थियो।
छिमेकी भने त्यो आवाजलाई सुनेर दुखी हुन थालेको थियो। र उसले गएर एक दिन हेर्ने निर्णय गर्यो। ऊ चुपचाप गएर झ्यालबाट हेर्न थाल्यो। भित्र उसले देख्छ एउटा मानिस बसिरहेको थियो र ऊ कसैसँग बोलिरहेको थियो। मैले तिमीलाई धेरैचोटि भनिसके तिमी मध्यरातमा आऊ, छिटै किन आउँछौ? गाउँका मान्छेहरूले मलाई शङ्काले हेर्न थालेका छन्। अब उनीहरू राम्ररी कुरा पनि गर्दैनन्। त्यति भनिसकेपछि उसकी मरेकी श्रीमती छेउमा आई र भन्न थाली, तपाईँ यो गाउँलेहरूको बारेमा यति धेरै नसोच्नुहोस्। तपाईँलाई त हाम्रो बारेमा सोच्नु पर्छ नि। हेर्नुहोस् त, हाम्रो छोरा एकदमै तपाईँ जस्तै छ। तपाईँ जस्तै छ। ती मरिसकेकी मान्छेलाई देखेर त्यो चिहाएर हेर्ने मानिस डराएर जामिसकेको थियो। अब त्यो महिला किचकन्डी बनिसकेकी थिए। त्यत्तिकै अचानक एउटा यस्तो कुरा देख्यो। त्यो देखेर उसको दिमाग पुरै हल्लियो। उसले देख्यो उसकी श्रीमती त्यो मानिसको घाँटीतिर गई र पछाडि बसेर उसको रगत पिउन थाली। भोलिपल्ट उसले गाउँका सबै मानिसलाई उसले हिजो जे देखेको थियो सबै कुरा बताइदियो। उसकी श्रीमतीले उसको रगत पिरहेकी थिए र त्यही भएर ऊ दिनदिनै कमजोर भइरहेको थियो। अब गाउँका मानिसहरू भेला भएर एउटा झाँकीलाई लिएर उसलाई गाडीको ठाउँतिर गए र उसको शरीरलाई खनेर बाहिर निकाले। त्यो लास अझै ताजा थियो। यस्तो लाग्थ्यो मानव ऊ सुतिरहेकी थिए। यो देखेर सबैजना छक्क परे। त्यसपछि उसको श्रीमानले खा पाउनुभन्दा अगाडि त्यो लासलाई जलाएर उनीहरूले खरानी बनाए। अब गाउँका मानिसहरूलाई लाग्यो कि अब सबै ठिक भयो। तर त्यो छिमेकीलाई त्यो दिनपछि पनि त्यो किचकन्डीको आवाज सुनिन बन्द भएन र केही दिनपछि उसको श्रीमान पनि मर्यो। त्यसपछि मात्र त्यो घरबाट आवाजहरू आउन बन्द भए। दीपकबाट यो कथा सुनेर हामी सबै डरायौं। त्यो पंकजको दिदीको घटनापछि पंकजलाई हामीले कहिले भेटेनौं। पछि हामीले थाहा पायौं ऊ आफ्नो घर गयो। साथीहरू, तपाईहरूलाई आजको कथा कस्तो लाग्यो? जुन चाहिँ हाम्रो सब्सक्राइबरले पठाउनु भएको थियो। उहाँले आफ्नो नाम बदलेर राजुको नाममा बताउनु भएको हो। के तपाईहरूले यस्तो घटनाको बारेमा सुन्नु भएको छ? के साँच्चै कोही महिला यदि गर्भवती भएको बेलामा मरिन् भने उसको पेट सिसाको टुक्राले काटेर बच्चालाई निकालिन्छ? के यसरी मृत्यु हुनेवाला साँच्चै किचकन्डी बन्छन्? तपाईहरूसँग यो प्रश्नको जवाब छ भने कमेन्ट बक्समा अवश्य बताउनुहोला।
र यस्ता हरर कथाहरू सुन्नका लागि भिडियोलाई लाइक र सब्स्क्राइब अवश्य गर्नुहोला। धन्यवाद।